भिजिट गरे पनि उसको यो डिटेलहरु अथवा यो नम्बरहरु त चेन्ज भइरहन्छ है। भनेको हामीले प्रत्येक पटकको भिजिटमा यहाँ भएका प्रत्येक कुराहरूलाई रेकर्ड गरेर आउँछ है। भनेको आइसिडी कोड यसपटक उसको आइसिडी कोडमा डायबिटिज भएर आएको रहेछ भने डायबिटिजलाई त्यसमा राख्ने आइसिडी कोडमा। त्यसपछि उसलाई अहिले औषधि केही दिन सेरोको बिरामी पनि होइन अनि उसलाई चाहिँ कम्प्लिट गर्छ है। भनेको यो इभेन्ट उसको कम्प्लिट आज सरी यसलाई मैले थोरै एडिट गरेँ। यसलाई अलिक पुरानो भिजिट बनाएँ। 1 महिना अगाडिको भिजिट बनाउँदै आर्मीको 12 गते है त। अब दोस्रो पटक ऊ सेवा गराइ आयो। यही सेवा गराइ दोस्रो पटक आयो। मैले खोजेर फेरि उसको डिटेलहरु हालेँ र यो आज राखेँ है। यो आज राखेँ। यसपटक आउँदाखेरि उसको डिटेलहरु अब सेवा गराइ पुरानो हो, यो पनि पुरानो हो। सेवाको प्रकार यसपटक हामी ओपीडी सर्भिस दिँदैछौँ र उसको तौल यसपटक चाहिँ 45 केजी छ है सपोज। र यसपटक उसको प्रेसर चाहिँ अलिकति बढेको छ पहिलाभन्दा 130/90 भएको छ। अनि उसको आइसिडी कोड यसपटक केही नाक सम्बन्धी समस्या लिएर आएको छ, रुगाखोकी लागेर। अनि उसलाई चाहिँ छेरोको बिरामी होइन भने मैले यसपटक कम्प्लिट गरेँ। भनेपछि हामीले DHIS2 को भाषामा के भन्छौँ भने यो सेवा गराइले 2टा इभेन्ट पुरा गर्यो। 2 पटक ऊ सेवा लिन आयो। एउटा इभेन्ट 1 महिना अगाडि भएको थियो 12/12 मा 11/12 मा। दोस्रो इभेन्ट भयो 12/12। अब हामीलाई यो 2टा इभेन्ट 2टा लाइनमा चाहियो एउटा सेवा गराइ हो। यो लाइन लिस्टिङ हामीले के गर्छौँ भने इभेन्ट लाइन लिस्टिङ भनेको त्यो सेवा गराइ त 2 पटक सेवा लिन आयो भनेपछि हामीले ओपीडी सर्भिसको यो ओपीडी मा यदि उसलाई 2टा लाइनमा देखाउन चाहन्छौँ, उसले त 2 पटक सेवा लिए 2टा लाइनमा देखाउन चाहन्छौँ भने हामीले इभेन्टबाट उसको लाइन लिस्टिङ गर्न सक्छौँ। यहाँ अहिले हेर्नुहोस् इभेन्टबाट निकालौँ। प्रोग्राम डाइमेन्सनमा सपोज उसको नेम राखौँ, फर्स्ट नेम र गिभन नेम र लास्ट नेम। अनि उसको चाहिँ भिजिट टाइप राखौँ नयाँ हो कि पुरानो, सरी टाइप भनेर मात्रै लेखेँ। त्यो चाहिँ रजिस्ट्रेसन टाइप सर्भिस टाइप दुईटै राखौँ। यसपछि हाम्रो लेखौँ आइसिडी कोड उसको डायग्नोसिस के भएको थियो अनि उसको सिस्टोलिक बीपी राखौँ हो। सिस्टोलिक बीपी डायस्टोलिक बीपी र यसलाई अपडेट गर्यौँ भने यहाँ के आउने हो भने यसको एउटा सेवा गराइको 2टा लाइन हुन सक्यो। यस्तो अवस्थामा यदि उसले 2 पटक भिजिट गरेको रहेछ भने यो आशा देवी भन्ने सेवा गराइले 2 पटक भिजिट गरेको रहेछ। एकपटक युटीआई भएर भिजिट गरेको रहेछ, एकचोटि जनरल हेल्थ चेकअपको लागि भिजिट गरेको रहेछ। यो आशा देवी भन्ने सेवा गराइ हो 2टा लाइनमा आइयो। किन भन्दा उसले 2 पटक छुट्टा-छुट्टै टाइममा भिजिट गरेको है। भने इनपुट टाइपमा हामीले इनरोलमेन्टमा गयौँ भने अब हामी त्यो 2टा होइन एउटै चाहन्छौँ। एउटै लाइनमा चाहियो मलाई उसले 2 पटक भेट गरेको भनेको फर्स्ट कोलम सेवा गरेको चाहियो। र त्यसपछि चाहिँ उसको वेट कति थियो 2 पटक आउँदाखेरि, उसको बीपी कति थियो 2 पटक आउँदाखेरि, के डायग्नोसिस भएको 2 पटक आउँदाखेरि भने हामी इनरोलमेन्ट टाइप। अघि इभेन्ट भनेको एउटा इभेन्टको एउटा रो, इनरोलमेन्ट भनेको एउटा सेवा गराइको लागि एउटा रो। फर इक्जाम्पल इनरोलमेन्टमा हामी अब ओपीडीमा गयौँ र उसको यहाँ फर्स्टमा नेम नै राखौँ। नेम राख्यौँ गिभन नेम लास्ट नेम र उसको अघि हामीले वेट हेर्न खोजिरहेको थियौँ हो वेट। अब हामीले सरी यो वेटलाई मैले यता लैदिएँ। अब अपडेट गरौँ। सेवा गराइको अब के आउँछ, सेवा गराइको एउटा मात्रै वेट आयो तर हामीलाई के चाहिएको छ सेवा गराइ पछिल्लो पटक कतिवटा वेट लिन आयो। मानौँ 5 पटक आयो भने हामी यहाँ वेटमा गएर रिपिटेड इभेन्ट्समा यो 1 पटकमा 5 गर्छौँ अपडेट गर्छौँ। अब के हुन्छ भने कुन सेवा गराइ अहिले आउँदा कति, त्योभन्दा अघिल्लो पटक आउँदा कति, त्योभन्दा अघिल्लो पटक आउँदा कति, त्योभन्दा अघिल्लो पटक आउँदा कति भनेको अन्तिम 5 वटा सम्मको हामीले यहाँ डाटा दिनु पर्छ। फर इक्जाम्पल यहाँनिर यदि हामीले उत्तर गर्ने यो सेवा गराइ 2 पटक आएछ। यो सेवा गराइ आवास नेपाली भन्ने
1 2 3 4 5 पटक सर्भिस लिन आएको रहेछ। 5 पटकको उसको वेट चाहिँ एकपटक 18 किलो, त्योभन्दा अगाडि 18 किलो, त्योभन्दा अगाडि 17 किलो, त्योभन्दा अगाडि 16 किलो, त्योभन्दा अगाडि 16 किलो उसको वेट रहेछ। है भनेको हामीले रिपिटेड इभेन्ट्समा एउटा सेवाग्राहीलाई एउटै लाइनमा चाहियो र उसले लिएका सेवाहरू हामी एकैचोटि चाहन्छौँ भने हामीले यसरी एउटै लाइनमा सेवाग्राहीको विवरणहरू निकाल्न सक्छौँ। अर्को इनरोलमेन्ट टाइपमा हुन्छ ट्र्याक एन्टिटी। इमेजिन गर्नुहोस् एउटा सेवाग्राही फरक फरक कार्यक्रममा आयो। कहिले ऊ ओपिडी सर्भिस लिन आयो यहाँ, कहिले ऊ परिवार ऋण सर्भिस लिन आयो, अथवा एउटा महिला रहेछ प्रजनन दुर्घटनाको सेवा पनि लियो, त्यो महिलाले ओपिडी पनि लियो, त्यो महिलाले मातृ शिशु सर्भिस पनि लियो भनेपछि एउटै महिलाले फरक फरक सर्भिस लियो। यस्तो अवस्थामा इनरोलमेन्टमा के हुन्छ, लाइन फरक हुन्छ फरक फरक प्रोग्रामको लागि। किन भन्दा एउटा प्रोग्रामको लागि हामीले इनरोलमेन्ट निकाल्छौँ। अब यदि तपाईँले फरक फरक प्रोग्रामको लागि पनि एउटै सेवाग्राही अनुसार निकाल्न चाहनुहुन्छ भने त्यहाँबाट गर्न सक्नुहुन्छ ट्र्याक एन्टिटी। ट्र्याक एन्टिटी अहिले हामीले सेवाग्राही राख्छौँ। अब प्रोग्राम डाइमेन्सनमा गएर हामीले के प्रोग्रामको लागि त सबभन्दा पहिला सपोज ओपिडीमा हाम्रो ट्र्याक एन्टिटी डाइमेन्सनमा चाहिँ अब हामीलाई के चाहियो, मानौँ गिभन नेम र लास्ट नेम चाहियो। युजर डाइमेन्सनमा कुन कार्यक्रमको लागि हो, प्रोग्राम डाइमेन्सनमा कुन कार्यक्रमको लागि चाहियो त, जस्तो ओपिडीमा हाम्रो डायग्नोसिस के भएको रहेछ, आइसिडी हेरौँ। आइसिडी ओपिडीको आइसिडी हेरौँ। यसपछि ओपिडीमा आएको सेवाग्राही अर्को कहाँ आउन सक्छ, प्रजनन रुग्णतामा हेरौँ। प्रजनन रुग्णतामा भिआइए गरेको रहेछ। भिआइए जहाँ सर्भाइकल क्यान्सरको स्क्रिनिङ उसले सर्भिस लिएको छ कि छैन। सर्भाइकल क्यान्सरको स्क्रिनिङ मेथड के हो, यहाँ अहिले सेवाग्राही नहुन सक्छ। यसलाई हामीले अपडेट गऱ्यौँ भने के हुने भयो भने यदि कुनै सेवाग्राहीले ओपिडीबाट पनि सेवा लिएको छ, सर्भाइकल क्यान्सरको स्क्रिनिङ पनि लिएको छ भने उसको ओपिडीको सेवाको यहाँ हामीले कुन रोगको लागि ओपिडी सेवा लिएको त्यो लिनु, यहाँ उसको सर्भाइकल क्यान्सरको स्क्रिनिङको रिजल्ट के भएको त्यो लेख्नु। अहिलेसम्म हामीसँग यहाँ रहेछ एउटा सेवाग्राही जसलाई चाहिँ यो बिजनेस पनि घटाएको पनि भएको रहेछ र उसले भिआइएको सर्भिस पनि लिएको रहेछ नि। यहाँ अर्को सेवाग्राही रहेछ उसलाई युटिआई भएको रहेछ एकपटक र उसले भिआइएको सर्भिस पनि लिएको रहेछ। भनेको हामीले लाइन लिस्टिङ एपबाट एउटा सेवाग्राहीलाई के सेवा लियो भनेर निकाल्न पनि सम्भव छ। एउटा प्रोग्रामभित्र एउटा सेवाग्राहीले के लियो भनेर पनि निकाल्न सम्भव छ र प्रोग्रामभित्रको पनि एउटा स्टेजमा सेवाग्राहीले के सेवा लियो भनेर पनि निकाल्न सम्भव छ। र हामी यहाँ फेरि बुझौँ यो कन्सेप्टलाई ओभरअल। यहाँ देखाइएका यी प्रोग्रामहरू, प्रोग्रामभित्र विभिन्न स्टेजहरू हुन्छन्। जस्तो बालखोप तथा पोषण सेवामा हामी गयौँ भने बालखोप र पोषण सेवामा अहिले यहाँ भएको सेवाग्राही हौँ। बालखोप र पोषण सेवामा हाम्रा यति स्टेजहरू छन्। बालखोप छ, वृद्धि अनुगमन छ, आइमाम छ, किशोरी पोषण भन्ने छ। यो चारवटा स्टेजहरूमा प्रत्येक स्टेज वाइजको रजिस्टर बनाउँछु अथवा सेवाग्राहीको नाम लिन्छु, कुन खोप लगाएर निकाल्छु भन्न पनि सम्भव छ। त्यो भनेको इभेन्टबाट गर्ने भयो। दोस्रो इनरोलमेन्टबाट गर्ने भयो, खोप के लगायो, वृद्धि अनुगमन के गर्यो, एउटा सेवाग्राहीले एउटै लाइनमा चाहन्छु भने होइन मलाई चाहिँ सबै प्रोग्रामको लिस्टिङ चाहियो भने हामीले यो इनपुट टाइपमा चाहिँ ट्र्याक एन्टिटीबाट गर्न सक्यौँ। समग्रमा हेर्ने हो भने के बुझौँ भने हाम्रो डिएसआइएस2मा एउटा मात्रै रजिस्टर हुन्छ यो ट्र्याक एन्टिटीको। एकदमै लामो रजिस्टर हुन्छ। सुरुमा सेवाग्राहीको नाम लेखिन्छ अथवा डिटेल लेखिन्छ। त्यसपछि उसले जुन सेवा लिएको हो त्यही कोलममा चाहिँ कलमबाट गएर हामी अर्को डिटेलहरू रिपिटेडली लेख्दै जान्छौँ र त्यो कुराहरूलाई चाहिँ हामी एउटै लाइनमा राख्न सम्भव हुन्छ ट्र्याक एन्टिटीमा। इनरोलमेन्ट भनेको प्रोग्राम वाइज हुन्छ। जुन प्रोग्राममा हाम्रो लाइन लिस्टिङ बनाउन चाहन्छौँ हामी त्यो प्रोग्राम गर्छौँ। इभेन्ट भनेको एकपटकको भेटको लागि हुन्छ है। एकपटकको एउटा लाइन बनाएर लिन चाहन्छौँ भने हाम्रो इभेन्टबाट जान्छौँ। आजको मात्रै मलाई लिस्ट चाहियो भने म इभेन्टबाट जान्छु एउटा प्रोग्राममा। तर समग्र प्रोग्राममा के सेवाहरू लिएको छ एउटा सेवाग्राहीले
ट्र्याक भएर जान्छ है। र समग्रमा यसको इभेन्ट इनरोलमेन्टको ट्र्याक इन्टिटी भनेको तिमीलाई थाहा हुन्छ। र दोस्रो डाइमेन्सन आउँछ हाम्रो इभेन्ट। सपोज हामीले इनरोलमेन्टमा गयौँ, इनरोलमेन्टमा अहिले खोप कार्यक्रम गर्न चाहन्छौँ भने बालखोप तथा पोषण सेवामा गयौँ। यो प्रोग्राम डाइमेन्सन भनेको कुन प्रोग्रामको यो प्रोग्रामको कुन डाइमेन्सन लिने हो त। हामीले खोपमा त गयौँ, बालखोपमा के लिने, युजर अर्गनाइजेसन सबभन्दा अगाडि आउनुभयो कुन संस्थाबाट। र अब हाम्रो अरू डाइमेन्सनहरू जस्तो नेमहरू आफूलाई चाहियो, अथवा एड्रेस चाहियो, अथवा डेट अफ बर्थ चाहियो, अथवा के चाहियो, हामी त्यो इभेन्टहरूलाई त पुस गर्दै जान्छौँ। अहिले लास्ट नेम हेरौँ, फादर अथवा मदरको नेम हेरौँ। अब खोप दर्ता मिति भनेको यो खोप सेवाको लागि दर्ता भएको मिति हो है। अनि अर्को आउँछ हाम्रो के चाहिन्छ हामीलाई यसमा। ओके ल, उसले बिसिजी लगाएको चाहियो, बिसिजी भने बिसिजीलाई प्लस गऱ्यौँ। यस्तै अब भने हामीलाई के आउने भयो त, यहाँ बिसिजी खोपमा, यहाँ बिसिजी खोपका लागि खोप सेवाको लागि दर्ता भएको मान्छेहरूको लिस्ट आउने भयो। फेरि बिसिजीमा क्लिक गरेर एस गऱ्यो भने बिसिजी मात्र लगाएको मान्छेहरूको लिस्ट आउने भयो है। यो भनेको हाम्रो बिसिजी मात्रै लगाएको सेवाग्राहीको लिस्ट भयो है। यसलाई हामीले डाउनलोड गर्न पनि सक्छौँ एक्सलमा है, अथवा सिएसभीमा एक्सलमा जसमा जुन फर्मेटमा हामीलाई चाहियो एक्सलमा हामीले यसरी डाउनलोड गर्न पनि सक्छौँ। त्यसलाई हामीले फिल्टर गर्न पनि सक्छौँ। मानव हामीलाई लिङ्ग अनुसार मात्रै पनि चाहियो भने हामीले लिङ्ग अनुसार, जस्तो जेन्डरलाई याद गरेँ, जेन्डर आयो, जेन्डरमा क्लिक गरेर भोलि मलाई महिलाको मात्रै लिस्ट चाहियो भन्यो भने महिलालाई अपलोड गऱ्यौँ भने अब बिसिजीको लगाएका महिलाहरू मात्रै लिस्ट हाम्रो यहाँ है। होइन मलाई सबै चाहिएको छ भने महिलालाई हामीले अपडेट गऱ्यौँ, सबैको लिस्ट आयो है। एउटा संस्थाको चाहियो भन्यो भने अर्गनाइजेसन युनिटबाट हामीले कुन संस्थाको चाहियो त्यो संस्था भनेर त्यो संस्थाको मात्र लिस्ट निकाल्नु पर्छ होइन। देशैभरिको चाहियो भने देशैभरिको नेपालमा क्लिक गरेर देशैभरिको निकाल्नु सक्यो। भनेको हामीलाई चाहिने लिस्ट कस्तो हो त्यो अनुसार हामीलाई कस्टमाइजेसन गर्न सक्छौँ। र हामीलाई चाहिएको यो चाहिँ हाम्रो विशेष गरेर कुनै कन्डिसन भएका मान्छेहरू जस्तो हामीलाई अहिले ब्लड सुगर लेभल 200 भन्दा बढी भएको मान्छेको लिस्ट चाहियो भने हामीले त्यही अनुसार गर्नु पर्छ है। यहाँ लाइन लिस्टिङमा जाने भनौँ, इनपुट टाइपमा हाम्रो प्रत्येक इभेन्ट वाइज हामी हेर्छौँ। इभेन्टमा ओपिडी सर्भिसमा गयौँ, डाइमेन्सनमा अहिले हाम्रो नेम लेखौँ, लास्ट नेम राखौँ एउटा, अनि कुन जातिका मान्छे रहेछन् हाम्रो इथनिसिटी छ, इथनिक कोड छ। अनि त्यसपछि आएर हाम्रो डेट अफ बर्थ पनि कति उमेरको मान्छे रहेछन् भन्ने थाहा हुन्छ। त्यसपछि हाम्रो ग्लुकोज हो, कुन प्रकारको टेस्ट गरेको ग्लुकोजको भ्यालु भयो त्यो गऱ्यौँ भने हाम्रो के भयो। र दर्ता मिति पनि लिदिउँ, एउटा कति दर्ता भएको थियो भनेर थाहा हुन्छ। दर्ता मिति नल्याउँ, सेवा मिति त्यसलाई गरौँ, सेवा दिएको मिति लिउँ, अपडेट गऱ्यौँ भने अब के हुने भयो, प्रत्येक सेवाग्राहीको लागि यो सेवाग्राहीले यति गते यो टेस्ट गर्ने। अब ब्लड ग्लुकोज टेस्ट गरेकाको मात्रै लिस्ट चाहियो त्यो त। ब्लड ग्लुकोज टेस्ट गरौँ भनेर यहाँ एउटा यो ब्लड ग्लुकोज टेस्ट टेस्ट गर्न भयो एड कन्डिसनमा ब्लड ग्लुकोज टेस्ट टेस्ट गर्नु के यो आयो।
हाम्रो ब्लड टेस्ट रहेछ। इन्डिकेटर पुस गरेको छ यहाँनिर। त्यो इन्डिकेटरहरू यतातिर हेर्नुभयो भने त्यसले गर्दा हाम्रो यतातिर रिजल्ट फाइल आयो र एकजना सर भनेको उहाँले देख्नुभयो होला ब्लड टेस्ट डन भनेको यसले ब्लड टेस्ट गरेको थिएन भनेर यसलाई हामीले एस मात्र लिने भने एसमा क्लिक गरौँ यति मान्छेको हाम्रो ब्लड ग्लुकोज टेस्ट भएको रहेछ। ब्लड ग्लुकोज टेस्टमा कस्तो टाइपको टेस्ट भएको रहेछ भनेर टाइप अफ टेस्टमा पनि राख्नु भनेको यसले चाहिँ ऱ्यान्डम ब्लड ग्लुकोज गराएको छ। मलाई अहिले फास्टिङ ब्लड ग्लुकोज मात्रै मन लिन्छ। फास्टिङ ब्लड ग्लुकोज यति मात्रै फास्टिङ ब्लड ग्लुकोज टेस्ट भएको छ र ब्लड ग्लुकोजको भ्यालु मलाई फास्टिङ ब्लड ग्लुकोज 100 भन्दा बढी भनेको त्यो भनेको सुगर भएको अवस्था भन्छ। हामी ग्रेटर देन 100 भन्यो भने अहिले हामी कहाँ सुगर भएको बिरामीहरू यतिजना देखियो। यसरी हामी ब्लड ग्लुकोजको फास्टिङको भ्यालु 100 भन्दा बढी भएको र ब्लड टेस्ट गरेका मान्छेहरूको लिस्ट निकाल्न सक्छौँ। यसरी हामीले सेवाग्राहीहरूको लाइन लिस्टिङ गर्न सक्छौँ। यो चाहिँ हाम्रो लाइन लिस्टिङ एपको फङ्सनालिटी हो। युजरले लेभल अनुसार भनेको त्यो काठमाडौँमा अथवा स्वास्थ्य मन्त्रालयमा बसेको मान्छेले देशैभरिका मान्छेहरूको लाइन लिस्टिङ गर्छु, सुगर लेभल 200 भन्दा माथिको लिस्ट निकाल्छ भने सबै भएको अवस्थामा चाहिँ हामीले लिस्ट निकाल्न सक्छौँ। जिल्लामा भएको पालिकामा भएको पालिकाभरिको गर्न सक्नुहुन्छ। यसरी हामी लाइन लिस्टिङ एपलाई चाहिँ रजिस्टर बनाउन अर्को कुरा हाम्रो कन्डिसन अनुसारको सेवाग्राहीको विवरणहरू एक्सट्र्याक्ट गर्न पनि हामीले सक्छौँ। यतिमा मैले एकपटक भिजिट गरे पनि उसको यो डिटेलहरू अथवा यो नम्बरहरू त चेन्ज भइरहन्छ। भनेको हामीले प्रत्येक पटकको भिजिटमा यहाँ भएका प्रत्येक कुराहरूलाई रेकर्ड गरेर आउँछ। भनेको आइसिडी कोड यसपटक उसको आइसिडी कोडमा डायबिटिज भएर आएको रहेछ भने डायबिटिज मलाई त्यसमा राखेँ आइसिडी कोडमा। त्यसपछि उसलाई अहिले औषधि केही दिन सेरोको दिन पनि होइन अनि उसलाई चाहिँ कम्प्लिट गरेँ। भनेको यो इभेन्ट उसको कम्प्लिट आज सजिलोमा पनि डिलिट गरेँ। यसलाई अलिक पुरानो 1 महिना अगाडिको अब दोस्रो पटक ऊ सेवाग्राही आयो। यही सेवाग्राही दोस्रो पटक आयो। मैले खोजेर फेरि उसको डिटेलहरू हालेँ र यो आज राखेँ। यसपटक आउँदाखेरि उसको डिटेलहरू अब सेवाग्राही पुरानो हो, यो पनि पुरानो हो। सेवापटक हामी कति सर्भिस दिँदैछ र उसको तौल यसपटक चाहिँ 45 केजी छ। र यसपटक उसको प्रेसर चाहिँ अलिकति बढेको जस्तो लाग्छ, 130/90 भएको छ। अनि उसको आइसिडी यसपटक समस्या भइरहेको छ। उसलाई चाहिँ मैले यसपटक कम्प्लिट भनेपछि हामीले DHIS2 को भाषामा के भन्छौँ भने यो सेवाग्राहीले 2टा इभेन्ट पुरा गर्यो। 2 पटक ऊ सेवा लिन आयो। एउटा इभेन्ट 1 महिना अगाडि भएको थियो 12/12 11/12 मा। दोस्रो इभेन्ट गयो 12/12। अब हामीलाई यो 2टा इभेन्ट 2टा लाइनमा चाहियो एउटा सेवाग्राही हो। यो लाइन लिस्टिङ हामीले के गर्छौँ भने इभेन्ट लाइन लिस्टिङ भनेको त्यो सेवाग्राहीले 2 पटक सेवा लिन आयो भनेपछि हामीले ओपिडी सर्भिसको यो ओपिडीमा यदि उसलाई 2टा लाइनमा देखाउन चाहन्छौँ, त्यो 2 पटक सेवा लिए 2टा लाइनमा देखाउन चाहन्छौँ भने हामीले इभेन्टबाट उसको लाइन लिस्टिङ गर्न सक्छौँ। यहाँ अहिले हेर्नुहोस् इभेन्टबाट निकालौँ। प्रोग्राम डाइमेन्सनमा सपोज उसको नेम राखौँ, फर्स्ट नेम र गिभन नेम र लास्ट नेम। अनि उसको चाहिँ भिजिट टाइप राखौँ, सरी टाइप भनेर मात्रै लेख्यौँ। यो चाहिँ रजिस्ट्रेसन टाइप, सर्भिस टाइप त्यो राखौँ। यसपछि हाम्रो लेखौँ आइसिडी कोडको डायग्नोसिस के भएको थियो अनि उसको सिस्टोलिक बिपी राखौँ। सिस्टोलिक बिपी डायस्टोलिक बिपी र यसलाई अपडेट गर्नु भने यहाँ के आउने हो भने यसको एउटा सेवाग्राहीको 2टा लाइन हुन सक्यो। यस्तो अवस्थामा यदि उसले 2 पटक भिजिट गरेको रहेछ। यो आशा देवी भन्ने सेवाग्राहीले
2 पटक भिजिट गरेको रहेछ, एकपटक युटिआई भएर भिजिट गरेको रहेछ, एकचोटि जनरल हेल्थ चेकअपको लागि भिजिट गरेको रहेछ। यो आशा देवी भन्ने सेवाग्राही हो, 2टा लाइनमा अहिले, किन भन्दा उसले 2 पटक छुट्टा-छुट्टै टाइममा भिजिट गरेको भने इनपुट टाइपमा हामीले इनरोलमेन्टमा गयौँ भने अब हामी त्यो 2टा होइन एउटै चाहन्छौँ, एउटै लाइनमा चाहियो मलाई, उसले 2 पटक भेट गरेको त्यो फर्स्ट कोलम सेवाग्राहीको चाहियो। र त्यसपछि चाहिँ उसको वेट कति थियो 2 पटक आउँदाखेरि, उसको बिबी कति थियो 2 पटक आउँदाखेरि, के डायग्नोसिस भएको 2 पटक आउँदाखेरि भने हामी इनरोलमेन्ट टाइप। अहिले इभेन्ट भनेको एउटा इभेन्टको एउटा हो, इनरोलमेन्ट भनेको एउटा सेवाग्राहीको लागि इक्जाम्पल इनरोलमेन्टमा हामी अब ओपिडीमा गयौँ र उसको यहाँ फर्स्टमा नेम नै राख्यौँ, गिभन नेम लास्ट नेम, र उसको अघि हामीले वेट हेर्न खोजिरहेको थियौँ हो। अब हामीले सरी यो वेटलाई मैले यता लैदिएँ। अब अपडेट गरौँ, सेवाग्राहीको अब के आउँछ, सेवाग्राहीको एउटा मात्रै वेट आयो, तर हामीलाई के चाहिएको छ, सेवाग्राही पछिल्लो पटक कतिवटा वेट लिन आयो। मानौँ 5 पटक आयो भने हामी यहाँ वेटमा गएर रिपिटेड इभेन्ट्समा यो 1 पटक 5 पटक अपडेट गर्छौँ। अब के हुन्छ भने कुन सेवाग्राही अहिले आउँदा त्योभन्दा अघिल्लो पटक आउँदा त्योभन्दा अघिल्लो पटक आउँदा त्योभन्दा अघिल्लो पटक आउँदा भनेको अन्तिम 5वटा सम्मको हामीले यहाँ डाटा दियौँ। अहिले हामीले हेरेर यो सेवाग्राही 2 पटक आएछ। यो सेवाग्राही आवास नेपाली भन्ने 1 2 3 4 5 पटक सर्भिस दिन आएको रहेछ। 5 पटक उसको वेट चाहिँ एकपटक 18 किलो, त्योभन्दा अगाडि 18 किलो, त्योभन्दा अगाडि 17 किलो, त्योभन्दा अगाडि 16 किलो, त्योभन्दा अगाडि 16 किलो उसको वेट रहेछ। भनेको हामीले रिपिटेड इभेन्ट्समा एउटा सेवाग्राहीलाई एउटै लाइनमा चाहियो र उसले लिएका सेवाहरू हामी एकैचोटि चाहन्छौँ। हामीले त्यसरी एउटै लाइनमा सेवाग्राही निकाल्न सक्छौँ। अर्को इन्रोलमेन्ट टाइपमा आउँछ ट्र्याक इन्टिटी। इमेजिन गर्नुहोस् एउटा सेवाग्राही फरक कार्यक्रममा आयो, कहिले ऊ ओपिडी सर्भिस लिन आयो यहाँ, कहिले ऊ परिवार सर्भिस लिन आयो, अब एउटा महिला रहेछ प्रजनन प्रबन्धनको सेवा पनि लियो, त्यो महिलाले ओपिडी पनि लियो, त्यो महिलाले मातृ शिशु सर्भिस पनि लियो, भनेपछि एउटै महिलाले फरक सर्भिस लियो। यस्तो अवस्थामा इनरोलमेन्टमा के हुन्छ, लाइन फरक हुन्छ, फरक प्रोग्रामको लागि। किन भन्दा एउटा प्रोग्रामको लागि हामीले इनरोलमेन्ट निकाल्छौँ। अब यदि तपाईँले फरक प्रोग्रामको लागि पनि एउटै सेवाग्राही अनुसार निकाल्न चाहनुहुन्छ भने त्यहाँबाट गर्न सक्नुहुन्छ ट्र्याक इन्टिटी। ट्र्याक इन्टिटी अहिले हामीले सेवाग्राही राख्छौँ। अब प्रोग्राम डाइमेन्सनमा गएर हामीले के प्रोग्रामको लागि त सबभन्दा पहिला सपोज ओपिडीमा हाम्रो ट्र्याक इन्टिटी डाइमेन्सनमा चाहिँ अब हामीलाई के चाहियो, गिभन नेम र लास्ट नेम चाहियो। युजर डाइमेन्सनमा कुन कार्यक्रमको लागि हो, प्रोग्राम डाइमेन्सनमा कुन कार्यक्रमको लागि चाहियो, जस्तो ओपिडीमा हाम्रो डायग्नोसिस के भएको रहेछ, आइसिडी हेरौँ, आइसिडी ओपिडीको आइसिडी हेरौँ। त्यसपछि ओपिडीमा आएको सेवाग्राही अर्को कहाँ आउँछ, प्रजनन रुग्णतामा हेरौँ। प्रजनन रुग्णतामा भिआइए गरेको छ, भिआइए घाट सर्भाइकल क्यान्सरको स्क्रिनिङ उसले सर्भिस लिएको छ कि छैन। सर्भाइकल क्यान्सरको स्क्रिनिङ मेथड के यहाँ अहिले सेवाग्राहीमा आउन सक्छ। यसलाई हामीले अपडेट गर्यौँ भने के हुने हो भने यदि कुनै सेवाग्राहीले ओपिडीबाट पनि सेवा लिएको छ, सर्भाइकल क्यान्सरको स्क्रिनिङ लिएको छ भने उसको ओपिडीको सेवाको यहाँ हामीले कुन रोगको लागि ओपिडी सेवा लिएको थियो लियौँ, यहाँ उसको सर्भाइकल क्यान्सरको स्क्रिनिङको रिजल्ट के भएको थियो लिएका थियौँ। अहिलेसम्म हामीसँग यहाँ रहेछ एउटा सेवाग्राही जसलाई चाहिँ यो डिजिनेस पनि भटाइको पनि भएको रहेछ र उसले भिआइएको सर्भिस पनि लिएको रहेछ, नेगेटिभ रहेछ। यहाँ अर्को सेवाग्राही रहेछ उसलाई युटिआई भएको रहेछ एकपटक र उसले भिआइएको सर्भिस पनि लिएको रहेछ। भनेको हामीले लाइन लिस्टिङ एपबाट एउटा सेवाग्राहीलाई के सेवा लियो भनेर निकाल्नु पनि सम्भव छ। एउटा प्रोग्रामभित्र एउटा सेवाग्राहीले दियो भनेर पनि निकाल्नु सम्भव छ र प्रोग्रामभित्रको पनि एउटा स्टेजमा सेवाग्राहीले के सेवा लियो भनेर पनि निकाल्न सम्भव छ।
र हामी यहाँ फेरि बुझौँ यो कन्सेप्टलाई एउटा यहाँ देखाइएका यी प्रोग्रामहरू प्रोग्रामभित्र विभिन्न स्टेजहरू हुन्छन्। जस्तो बालखोप तथा पोषण सेवामा हामी गयौँ भने बालखोप र पोषण सेवामा यहाँ भएको सेवाको लागि हेरौँ। बालखोप र पोषण सेवामा हाम्रा यति स्टेजहरू छन्। बालखोप छ, वृद्धि अनुगमन छ, आइमाम छ, किशोरी पोषण भन्ने छ। यो चारवटा स्टेजहरूमा प्रत्येक स्टेज वाइजको रजिस्टर बनाउँछु अथवा सेवाग्राहीको नाम दिन्छु, कुन खोप लगाएर निकाल्छु भन्ने पनि सम्भव छ। त्यो भनेको इभेन्टबाट गर्ने भयो। दोस्रो इनरोलमेन्टबाट गर्ने भयो, खोप के लगायो, वृद्धि अनुगमन के गर्यो, एउटा सेवाग्राहीले एउटै लाइनमा चाहन्छु भन्ने भयो। होइन मलाई चाहिँ सबै प्रोग्रामको लिस्टिङ चाहियो भने हामीले यो इनपुट टाइपमा चाहिँ ट्र्याक एन्टिटीबाट गर्न सक्यौँ। समग्रमा हेर्ने हो भने के बुझौँ भने हाम्रो डिएचआइएस2मा एउटा मात्रै रजिस्टर हुन्छ यो ट्र्याक एन्टिटीको। एकदमै लामो रजिस्टर हुन्छ। सुरुमा सेवाग्राहीको नाम लेखिन्छ, थर लेखिन्छ अथवा डिटेल लेखिन्छ। त्यसपछि उसले जुन सेवा लिएको हो त्यही कोलममा चाहिँ परबाट गएर हामी अर्को डिटेलहरू रिपिटेडली लेख्दै जान्छौँ र त्यो कुराहरूलाई चाहिँ हामी एउटै लाइनमा राख्न सम्भव हुन्छ ट्र्याक एन्टिटीमा। इनरोलमेन्ट भनेको प्रोग्राम वाइज हुन्छ। जुन प्रोग्राममा हाम्रो लाइन लिस्टिङ बनाउन चाहन्छौँ हामी त्यो प्रोग्राम गर्छौँ। इभेन्ट भनेको एकपटकको भेटको लागि हुन्छ है। एकपटकको एउटा लाइन बनाएर लिन चाहन्छौँ भने हाम्रो इभेन्टबाट जान्छ। आजको मात्रै मलाई लिस्ट चाहियो भने म इभेन्टबाट जान्छु। तर समग्र प्रोग्राममा के सेवाहरू लिएको छ एउटा सेवाग्राही चाह्यो भने हामी ट्र्याक एन्टिटीबाट जान्छौँ। र समग्रमा यसको इभेन्ट इनरोलमेन्ट र ट्र्याक एन्टिटी भनेको तिमीलाई थाहा हुन्छ। र दोस्रो डाइमेन्सन आउँछ हाम्रो इभेन्ट। सपोज हामीले इनरोलमेन्टमा गयौँ, इनरोलमेन्टमा अहिले खोप कार्यक्रम गर्न चाहन्छौँ भने बालखोप तथा पोषण सेवामा गयौँ। यो प्रोग्राम डाइमेन्सन भनेको कुन प्रोग्रामको यो प्रोग्रामको कुन डाइमेन्सन दिने हो। हामीले खोपमा त गयौँ, बालखोपमा के दिने, युजर अर्गनाइजेसन सबभन्दा अगाडि आउने यो कुन संस्थाबाट। र अब हाम्रो अरू डाइमेन्सनहरू जस्तो नेमहरू आफूलाई चाहियो अथवा एड्रेस चाहियो अथवा डेट अफ बर्थ चाहियो अथवा के चाहियो हामी त्यो इलिमेन्टहरूलाई त्यतिर पुस गर्दै जान्छौँ। अहिले लास्ट नेम हेरौँ, फादर अथवा मदरको नेम हेरौँ। अब खोप दर्ता मिति भनेको यो खोप सेवाको लागि दर्ता भएको मिति हो है। अनि अर्को आउँछ हाम्रो के चाहिन्छ हामीलाई यसमा ओके ल उसले बिसिजी लगाएको चाहियो। बिसिजी भने बिसिजीलाई प्लस गऱ्यौँ। जस्तै अब भने हामीलाई के आउने गएको थिएन बिसिजी खोपमा। यहाँ बिसिजी खोपका लागि खोप सेवालाई दर्ता भएको मान्छेहरू लिस्ट आउने गयो। फेरि बिसिजीमा क्लिक गरेर एस गऱ्यौँ भने बिसिजी मात्र लगाएको मान्छेहरू लिस्ट आउने गयो। त्यो भनेको हाम्रो बिसिजी मात्रै लगाएको सेवाग्राहीको लिस्ट भयो। यसलाई हामीले डाउनलोड गर्न पनि सक्छौँ एक्सेलमा अथवा सिएसपीमा एक्सएमएल जेसन जुन फर्मेटमा हामीलाई चाहियो एक्सेलमा हामीले यसरी डाउनलोड गर्न पनि सक्छौँ। यसलाई हामीले फिल्टर गर्न पनि सक्छौँ। मानव हामीलाई लिङ्ग अनुसार मात्रै पनि चाहियो भने हामीले लिङ्ग अनुसार जस्तो मैले जेन्डरलाई याद गरेँ, जेन्डर आयो, जेन्डरमा क्लिक गरेर भोलि मलाई महिलाको मात्रै लिस्ट चाहियो भन्यो भने महिलालाई अपलोड गऱ्यो भने अब यो बिसिजी खोप लगाएका महिलाहरू मात्रै लिस्ट हाम्रो यहाँ आयो। होइन मलाई सबै चाहिएको छ भने महिलालाई हामीले अपलोड गरौँ, सबैको लिस्ट आयो। एउटा संस्थाको चाहियो भन्यो भने अर्गनाइजेसन युनिटबाट हामीले कुन संस्थाको चाहियो त्यो संस्थाको मात्र लिस्ट निकाल्नु सक्छौँ होइन। देशैभरिको चाहियो भने पनि देशैभरिको नेपालमा क्लिक गरेर देशैभरिको निकाल्नु सक्छौँ। भनेको हामीलाई चाहिने लिस्ट कस्तो हो त्यो अनुसार हामीलाई कस्टमाइजेसन गर्न सक्छौँ र हामीलाई चाहिएको यो चाहिँ हाम्रो विशेष गरेर कुनै कन्डिसन भएका मान्छेहरू जस्तो हामीलाई अहिले ब्लड सुगर लेभल 200 भन्दा बढी भएको मान्छेको लिस्ट चाहियो भने हामीले त्यही अनुसार गर्ने भयौँ है। यहाँ लाइन लिस्टिङमा जाने भयौँ। इनपुट टाइपमा हाम्रो प्रत्येक इभेन्ट वाइज हामी हेर्छौँ। इभेन्टमा ओपिडी सर्भिसमा गयौँ। डाइमेन्सनमा अहिले हाम्रो नेम लेखौँ, लास्ट नेम राखौँ एउटा, अनि कुन जातिका मान्छे रहेछन् हामीले हेरौँ। हाम्रो इटिएस इथनिसिटी छ 11
एथनिक कोड छ अनि त्यसपछि आएर हाम्रो डेट अफ बर्थ पनि लिउँ डिओबी कति उमेरको मान्छे रहेछन् भन्ने थाहा हुन्छ। त्यसपछि हाम्रो ग्लुकोजको कुन प्रकारको टेस्ट गरेको थियो ग्लुकोजको भ्यालु कति यो गऱ्यौँ भने हाम्रो के भयो र दर्ता मिति पनि लिदिउँ होला कति कति दर्ता भएको भनेर थाहा हुन्छ। दर्ता मिति मतलब सेवा मिति त्यसलाई हेरौँ सेवा दिएको मिति लिउँ अपडेट गऱ्यौँ भने अब के भनेको प्रत्येक सेवाग्राहीको लागि यो सेवाग्राहीले यति गते टेस्ट गर्ने अब ब्लड ग्लुकोज टेस्ट गरेकाको मात्रै लिस्ट चाहियो त्यो त ब्लड ग्लुकोज टेस्ट गरौँ भनेर यहाँ एउटा यो भनेपछि ब्लड ग्लुकोज टेस्ट यो ब्लड ग्लुकोजको टाइप हो। यहाँ गयौँ भने भ्यालु आयो हाम्रो यहाँ जाँदाखेरि टेस्ट डनमा गयो एड कन्डिसनमा ब्लड ग्लुकोज टेस्ट अपडेट गरौँ एकपटक है रिपिटेड आयो रिमुभ गरौँ ब्लड टेस्ट गर्नु के यो आयो त्यसमा हाम्रो ब्लड टेस्ट डन है सर त्यो इन्डिकेटर पुट गरिएको छ यहाँनिर त्यो इन्डिकेटर यतातिर हेर्नुभयो भने त्यसले गर्दा हाम्रो लाग्यो रेजिडेन्ट सर भनेको उहाँले देख्नुभयो होला ब्लड टेस्ट डन भनेको यसले ब्लड टेस्ट गरेको पुग्दैन भनेर यहाँ आउँछ। त्यसलाई हामीले एस मात्र लेख्यो भने एसमा क्लिक गरौँ भनेको यति मान्छेको हाम्रो ब्लड ग्लुकोज टेस्ट भएको रहेछ। ब्लड ग्लुकोज टेस्टमा कस्तो टाइपको टेस्ट भएको रहेछ भनेर टाइप अफ टेस्टमा पनि राख्नु अपडेट गरौँ भनेको यसले चाहिँ ऱ्यान्डम ब्लड ग्लुकोज गराएको छ यसले फास्टिङ ब्लड ग्लुकोज गरेको रहेछ। मलाई अहिले फास्टिङ ब्लड ग्लुकोज मात्रै म लिन चाहन्छु फास्टिङ ब्लड ग्लुकोज र अपडेट गरौँ यति मान्छेको फास्टिङ ब्लड ग्लुकोज टेस्ट भएको रहेछ र ब्लड ग्लुकोजको भ्यालु मलाई फास्टिङ ब्लड ग्लुकोज 100 भन्दा बढी चाहियो भनेको त्यो भनेको सुगर भएको अवस्था भन्छौँ हामी ग्रेटर देन 100 भन्यो भने अहिले हामी कहाँ सुगर भएको बिरामीहरू यतिजना देखियो। यसरी हामी ब्लड ग्लुकोजको फास्टिङको भ्यालु 100 भन्दा बढी भएको र ब्लड टेस्ट गरेका मान्छेहरूको लिस्ट निकाल्न सक्छौँ। यसरी हामीले सेवाग्राहीहरूको लाइन लिस्टिङ गर्न सक्छौँ। यो चाहिँ हाम्रो लाइन लिस्टिङ एपको फङ्सनालिटी हो। युजरले लेभल अनुसार भनेको काठमाडौँमा अथवा स्वास्थ्य मन्त्रालयमा बसेको मान्छेले देशैभरिका मान्छेहरूको लाइन लिस्टिङ गर्छु सुगर लेभल 200 भन्दा माथिको लिस्ट निकाल्छौँ भने पनि प्रयोग भएको अवस्थामा चाहिँ हामीले यो लिस्ट निकाल्न कोसिस गर्छ। जिल्लामा भएको साथीहरू जिल्लाभरिको गर्न सक्नुहुन्छ पालिकामा भएकोले पालिकाभरिको गर्न सक्नुहुन्छ। यसरी हामी लाइन लिस्टिङ एपलाई चाहिँ रजिस्टर बनाउन जस्तो किसिमले पनि प्रयोग गर्न सक्छौँ। अर्को कुरा हाम्रो कन्डिसन अनुसारको सेवाग्राहीको विवरणहरू एक्सट्र्याक्ट गर्न पनि हामीले सक्छौँ। ल यतिमा मैले